दर्शकबिन यतिखेर भुन्टीलाई ससुरो बुवाले घरबाट निकालिदिएका छन्। तसर्थ भुन्टीकै सुख र सुविधा होस् र आफ्नो जेठानी दिदीको यातनाहरू देखेर भुन्टीको ससुरबाले भुन्टीलाई त्यस घरबाट आफ्नो माइत घरमा गएर सुखसँग बितोस् र पहिले पनि आफ्नो श्रीमानले धेरै यातना टचरहरू दिएर विभिन्न बहाना निकालेर भुन्टीले घरबाट निकालेकै हो। तसर्थ त्यतिखेर पनि धेरै दुःख यातनाहरू भोगेको बेला ससुरबाले धेरै नै भुन्टीलाई सहयोग गर्ने गरेका थिए, तसर्थ माया गर्ने गरेका थिए। तसर्थ जे जस्तो गरे पनि आफ्नो जुन मान्छेसँग विवाह भएर आएको हो त्यसै मान्छेले नबुझेपछि ससुरो बुवाले मात्रै माया गरेर सपोर्ट गरेर के नै हुन्थ्यो र। तसर्थ यतिखेर पनि त्यसरी अनेक यातनाहरू दिएर अनेक पीडा दिएर घरबाट निकालिदिएको श्रीमानको स्याहार सुसार गरिरहँदा आफ्नै जेठानी दिदीले भुन्टीलाई दिनानुदिन विभिन्न खालको यातनाहरू र विभिन्न खालको वचनहरू दिँदै आइरहेको अवस्थामा यतिखेर गाउँबाट झरेको ससुरो बुवाले एक्कासी देखेपछि त्यहाँ ससुरो बुवा भने भक्कनिएको हामीले देख्न सकिन्थ्यो। विगतका दिनहरूमा छोराले यति धेरै यातनाहरू दुःख दिएर यति धेरै बुझ्ने र इमान्दार बुहारीलाई दिएकै हुन्। तसर्थ यो पीडाहरू सहिरहँदा यसरी यातनाहरू दिएर घरबाट निकालेर यसरी दुःख दिइरहेको अवस्थामा मृत्यु र जीवनसँग लडिरहेको मानिसलाई रगत दिएर बचाएर यसरी दिशा पिसाब सोरेर यसरी हेरचाह गरिरहेको अवस्थामा आफ्नै जेठानी दिदीले यसरी यातनाहरू दिएको देख्दा भुन्टीको ससुराबाले देख्न सकेनन्। तसर्थ भुन्टीकै खुसीको लागि ढाँडछल गरेर भुन्टीको ससुराबाले भूपेन्द्रको अब सन्चो भइसकेपछि विवाह गरिदिने हो, मैले केटी गाउँमा खोजिसकेको छु, तिमीलाई यसरी माया नगर्ने तिम्रो श्रीमानको पछि लागेर तिमी नबस भुन्टी, तिमी गइहाल भनेर भनिरहेको दृश्य हामीले देख्न सकिन्थ्यो। तसर्थ ससुराबाले भनेको कुराहरू भुन्टीले मानेकी थिएनन्। तसर्थ तिमीलाई माया नगर्ने मान्छेको तिमीले स्याहार सुसार नगर, त्यसको लागि मैले केटी खोजिसकेकी छु र उसको यतिखेर हेरचाह गर्नको लागि भूमिका आएकी छे र म पनि छु, अनि तिमीले यसको हेरचाह अब गरिरहनु पर्दैन, त्यो पनि तिमीलाई यसले कहिले पो माया गरेको थियो र तिमीले यसको पछि पछि लागिरहनु, तिमी त्यही भएर तुरुन्त यहाँबाट गइहाल भनेर अनेक बहाना बनाएर आफ्नो बुहारीको दुःख देख्न नसकेर ससुरो बुवाले भुन्टीलाई त्यस घरबाट निकालिदिएको दृश्यहरू हामीले देख्न सकिन्थ्यो। हो दर्शकबिन, विगतको दिनहरूमा भूपेन्द्रले यति धेरै अपहेलना र यति धेरै टेन्सन र टचरहरू दिएर 1 रुपियाँ पनि पैसा नदिइकन डिभोर्स गर तिमीले भनेर माइती घरमै गएर सबैलाई थर्काएर कुटेर अनेक गरेका थिए भूपेन्द्रले। तसर्थ हुँदा केटीहरूको पछि लागेर यतिखेर केटीकै यानि कि गर्लफ्रेन्डको बुवाले गुन्डा लगाएर यसरी यस्तो अवस्थामा पुर्याएको कुरा सर्वविदितै छ। तसर्थ भूपेन्द्रको बोली फुटेपछि पक्कै पनि त्यो भूपेन्द्रको गर्लफ्रेन्ड र गर्लफ्रेन्डको बुवालाई भने सबुत प्रमाण जुटाएर पक्कै पनि जेल हाल्नेछन् भन्ने हामी सबैको विश्वास रहेको छ। दर्शक पनि यतिखेर आफ्नो ससुराबाले भुन्टीको दुःख देख्न नसकेर घरबाट अनेक बहाना बनाएर निकालिसकेको दृश्य छ भने योभन्दा पहिलेको एपिसोडमा भुन्टी एउटा अन्जान केटासँग ठोकेका थिए। त्यो केटा को हुन् भन्ने विषयमा सबै दर्शक महानुभावहरूको चासोको विषय रहेको थियो भने त्यो केटा भने मास्टर यानि कि पढाउने टिचर रहेको छ। जुन केटा भने पहिले भुन्टीको विवाह नभएकै अवस्थामा भुन्टीलाई हात मार्न आएको केटा हो। जुन बेला भुन्टीका आमा बुवाले दिने सहमति भए पनि भुन्टी नमानेर आमा बुवालाई छोडेर म कहीँ जान्न भनेर भनेकी थिइन्। तसर्थ त्यति पनि नमानेर बिन्ती गर्दै भुन्टीसँग विवाह गर्छु भनेर त्यस केटाले भनिरहँदा भने त्यस केटालाई लौरोले हानेर लखटेको थियो। त्यो बेला त्यही केटा भने यतिखेर भुन्टीसँग ठोकिन पुगेका हुन्। तसर्थ त्यस केटाले भने भुन्टीलाई चिनेकै कारण पहिले जस्तै लौरोले हानेर लखट्ने त होइन भनेर कुराहरू त त्यस केटाले निकालेका थिए। तर भुन्टीले भने कुरालाई इग्नोर गर्दै सुन्ने कोसिस गरेनन्। बरु तपाईँ किन मेरो पछि लाग्नुभएको, तपाईँ र म कसैले देख्यो भने फेरि मेरो जीवनमा नराम्रो हुनसक्छ, मलाई नराम्रो भन्न सक्छ, त्यसैले तपाईँ मेरो पछि नलाग्नुहोस् भनेर भुन्टी आफ्नो बाटो लागेकी थिइन्। तसर्थ त्यस केटा भने हो, मैले यस केटीको पछि यानि कि भुन्टीको पछि लाग्नु हुँदैन, मेरै कारणले यसलाई दुःख पायो भने मलाई धिक्कार लाग्छ, त्यसैले म पछि लाग्नुहुन्न भनेर स्कुलमा गएर टोलाएर बसिरहेको थियो। तसर्थ आफ्नो साथीले किन टोलाएको भनेपछि सबै कुराहरू यसरी भनेका थिए। विगतमा आफूले मन पराएको मान्छेसँग मैले आज भेट भएँ, ठोकिएँ र यसरी यस्तो भयो भनेर साथीसँग सुनाइरहँदा साथीले भने किन यसरी सबै मनको कुराहरू भनेन अन्त भनेपछि त्यतिखेर विवाह नगर्ने भन्ने मान्छे विवाह भइसकेको थियो, सिउँदोमा सिन्दुर र गलामा मात्र पोते थियो, त्यसैले मैले केही भन्न सकेन भनेर यसकाल कुराहरू गरिरहेका थिए साथीसँग। तसर्थ भुन्टीले पनि उता घरमा गएर केटालाई मैले कहीँ त देखेको हो, कहाँ देखेको होला भनेर सोचिरहेकी थिइन्। तसर्थ यो भने भुन्टीले भने अझै पनि त्यो केटा को हो भन्ने कुरो छर्लङ्ग भइसकेको छैन भने त्यस केटालाई भने
भुन्टी नै हो भन्ने कुरो प्रमाणित भइसकेको छ। हो दर्शकबिन, यसरी आफ्नो बुहारीको हितको लागि ससुर बुवाले घरबाट निकालिदिएको कुरा तपाईँहरूलाई के ठिक लाग्यो? के लाग्यो त? आफ्नो विचारहरू तलको खाली कमेन्ट बक्समा बताउनु भने अवश्य नभुल्नुहोला। र भुन्टी त्यस घरबाट निकालिदिएपछि कहाँ गइन् त भन्ने विषयमा अब हामीले अर्को नयाँ सिरियल एपिसोडमा पक्कै पनि हेर्न पाउने नै छौँ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरेको यस भुन्टी सिरियल रिभ्यू भिडियो तपाईँलाई कस्तो लाग्यो? मन परेमा भिडियो लाइक, कमेन्ट, सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला।